हेलो नमस्ते मेरो नाम चाहिँ समृद्धि हो हामी चाहिँ इन्द्रेणी घरेलुबाट हामी चाहिँ अर्ग्यानिक पिनट बटर बेच्छौँ अनि अहिले चाहिँ हामीले विभिन्न प्रकारका लिएर आएको छौँ के एउटा चाहिँ हाम्रो सिनेमन एन्ड रेजिन भन्ने छ हैन अर्को चाहिँ हामीले आलस भनेर राखेको छौँ के आलस भयो अनि एउटा चाहिँ हाम्रो ओरिजिनल एन्ड क्रन्ची भन्ने छ यो हाम्रो पिनट बटरको लाइनमा चाहिँ हामीले केमिकल्स पनि राखेको छैनौँ प्रिजर्भेटिभ्स पनि राखेको छैनौँ हैन यो चाहिँ अति अर्ग्यानिक हो सबैले खानु हुने लाग्छ अनि हाम्रो अर्को लाइन भनेको चाहिँ हाम्रो अचारको लाइन भयो हैन हाम्रो फर्स्ट भनेको यो तिम्बुरको अचार भयो यसमा चाहिँ हामीले तिम्बुर भयो हैन रेड चिली राख्यौँ त्यसपछि हामीले यता सल्ट अनि हामीले यता हिङ पनि राख्छौँ गार्लिक पनि राख्छौँ यो चाहिँ अरू भन्दा छोप भन्दा चाहिँ डिफरेन्ट छ किनभने यो आफ्नै एउटा रूपमा चाहिँ अचार जस्तै भयो जेसँग पनि सबैजनालाई यस जेसँग पनि मिल्ने भयो त्यसपछि हाम्रो अर्को भनेको सबैजनालाई मिठो लाग्ने मेथीको अचार भयो यसमा चाहिँ हाम्रो विभिन्न प्रकारका मसालाहरू छन् अनि यो चाहिँ हाम्रो त स्पेशल इन्ग्रिडियन्ट्स पनि छ तपाईँहरू प्लिज किन्नु होला यसमा चाहिँ यस्तो मगमग बास्ना हुन्छ यो बिना चाहिँ म साँच्ची भन्यो भने भात खानै सक्दिनँ के अनि भात नखाने भए पनि म थप्छु अझ म थप्दिनँ मामले सोध्नु कहिले पनि भात थप्दिनँ भात थपेर खान्छु म यो खाएपछि होइन अनि यो चाहिँ हाम्रो आँपको अचार भयो यो चाहिँ हाम्रो नयाँ आएको छ यो आँपको अचार चाहिँ अलिक अमिलो पनि छ टक्क स्वाद पनि आउँछ रोटीसँग त गजब छ है त्यसपछि हाम्रो यो भइसकेपछि हाम्रो चाहिँ यो पनि छ मासुको अचार छ यो चाहिँ हाम्रो चिकनमा छ यसको चाहिँ अझ भन्नै पर्दैन तपाईँहरूलाई मसला यस्तो मिठो छ चिकन नभए पनि यसको तलको लेतोहरू हुन्छ नि यो चाहिँ भातसँग मजाले मिलाएर खाए पनि भयो अनि कहिलेकाहीँ दालमा स्वाद नआउँदाखेरि यो यसको तेल वा यसको मसला चाहिँ दालसँग मिसाएर राख्दा पनि भयो होइन अनि हाम्रो अर्को भनेको चाहिँ हाम्रो चिया मसला छ हाम्रो चिया मसला चाहिँ अब ब्ल्याक टी खानु लाग्ने मान्छेहरूलाई पनि अति मिठो हुन्छ म पनि ब्ल्याक टी नै खान्छु यसको अर्कै बास्ना आउँछ के यसको अर्कै टेस्ट आउँछ अनि हेल्दी पनि छ यो यसमा पनि हाम्रो नो मसला के भन्छ सरी नो केमिकल एन्ड सबै अर्ग्यानिक छ यही हो हाम्रो लाइन अनि हाम्रो अर्को आएको चाहिँ हाम्रो चाहिँ सेल रोटीको ताइचिन चामलबाट बनेको सेल रोटी पिठो छ यो चाहिँ हामीले घरमै मजाले सिफ्ट गरेर बनाएको छौँ अनि हाम्रो अर्को भनेको चाहिँ हाम्रो चाहिँ यो बजी भनेर आएको छ होइन यो चाहिँ हाम्रो भक्तपुरको बजी भनेको चाहिँ चिउरा भयो यो चाहिँ यो चाहिँ अब हाम्रो ताइचिन चामलको चिउरा हो के हो अनि यो यति नै हो हाम्रो अहिलेसम्म भएको लाइन चाहिँ अनि नानुले चाहिँ अब मामुको कामलाई गरिरहेको छ हजुर हजुर आजभोलि त तिम्रो एजको छोरीहरूले त अलिकति यस्तो जिम्मेवारी लिन मान्दैन होइन आफ्नै हिसाबले बिन्दास भएर हिँड्न खोज्छ तिमीलाई चाहिँ कसरी यसरी मामुको बिजनेसलाई हेल्प गर्न मन लागेको म पनि अलिक बिन्दास नै छु तर के भन्छ अब मैले आफै देख्यो नि त अब मामुले अब यो हाम्रो अब यो स्टार्टिङ भनेको चाहिँ यो ममले हाम्रो लागि बनाएको हो कि यो पिनट भनेको होइन अब हाम्रो पनि यो चाहिँ हाम्रो अब धेरै मान्छेहरू बिमार हुन्छ नि बाहिरको खानाहरू खाएर हाम्रो ममले चाहिँ हाम्रो घरमै बनाएर अलिक हामीलाई बचाउनु भयो बिमार हुनुभन्दा अनि यो चाहिँ मलाई चाहिँ अति राम्रो हुन्छ कि मलाई धेरै एलर्जी भएको मान्छेलाई चाहिँ यो अति राम्रो छ यो खाइसकेपछि चाहिँ मलाई यस्तो रेडनेस स्किनमा यस्तो केही आएको छैन सो द्याट्स रियली गुड होइन योबाट अनि अब मामुले अब आफ्नै घरमा प्रडक्सन गरिस्यो बनाएको देख्यो र मटेरियल्स लिएर आएको देख्यो होइन यति मिहिनेत गर्नुपर्ने रहेछ देख्यो नि त मैले सो अब आफै अब नेचुरली आउँछ कि यो हेल्प गर्नुपर्छ भनेर पिनट बटर अरू मार्केटको पिनट बटर र अनि यो उत्पादनहरूमा चाहिँ के फरक छ होइन के बारेमा भन्नु सो अर्को मार्केटको पनि पिनट बटर एसेन्सियली त सेम नै हुन्छ होइन तर अर्को मार्केटमा के देखियो भन्दाखेरि उनीहरूले पाम ओइल राख्छ हाम्रोमा पाम ओइल जस्तो केही छैन उनीहरूले सुगर पनि राखेको हुन्छ त्यो पनि हाम्रोमा छैन होइन अनि उनीहरूले चाहिँ के भन्छ अरे आर्टिफिसियल फ्लेभरिङ लिन्छ कि अनि त्यो आर्टिफिसियल फ्लेभरिङ त हुँदै हुँदैन हेल्थलाई पनि अलिक सेन्सिटिभ हुने मान्छेहरूलाई नराम्रो हुन्छ कि अनि त्यही भएर चाहिँ हाम्रो चाहिँ अर्ग्यानिक भयो केमिकल फ्री भयो नो पाम ओइल नो एडेड सुगर यसको स्विटनेस जुन छ नि त्यो सक्खरको हो कि सो अति राम्रो हुन्छ यो हाम्रो प्रोडक्टहरू किन लिनुपर्ने मान्छेहरू किन चाहिँ यही नै लिनुपर्छ भन्ने सो यो लिनुपर्ने कारण चाहिँ हामीले चाहिँ अति थट दिएर बनाएको हो कि यो पिनट पनि अब हामीले आफै उता
छ म्याम पिनट पनि हामीले आफै छान्छौँ होइन ओसेको छ भने त्यो पनि हामी आफै छान्छौँ सबै मात्रा पनि हामी आफै ट्रायल एन्ड एररबाट गरेको हो के हो यसमा चाहिँ अब म जस्तै एलर्जी हुने मान्छेले खाने हुन्छ भने सबैले त भइहाल्छ होइन यसमा चाहिँ बच्चाहरूलाई पनि राम्रो हुन्छ कि अब बच्चाहरूले जाम खान्छन् होइन चक्लेट खान्छन् त्यसको सट्टामा यो खाने यसमा आइरन पनि छ यसमा न्युट्रियन्ट्स पनि छ भाइटामिन्स पनि छ सो वाइ नट दिस होइन यो भयो अनि त्यसपछि हाम्रो यो टिमुरको अचार पनि होइन वी मेक स्योर द्याट सबै प्रडक्ट्सहरू ओरिजिनल छ सोर्स पनि राम्रो छ हामीले मजाले ड्राई गर्छौँ अनि यो जारहरू पनि छ नि हजुरहरू यो जार पनि हामीले थरोली क्लिन गर्छौँ कि बिफोर वी पुट इट सो एभ्री स्टेपमा चाहिँ हामी अति ध्यान दिएर गर्छौँ अनि हाम्रो अब वी मेक स्योर अब हामी कस्टमर्सहरूको फिडब्याक पनि लिन्छौँ कि अब धेरै पिरो छ भने कम पिरो गर्छौँ होइन अनि त्यही टेस्टलाई चाहिँ मेन्टेन गर्न खोज्छौँ हजुर हाम्रो आफ्नै उत्पादन हो यो चाहिँ हाम्रो ठ्याक्कै अब आज सेल गर्नु छ भने अब फ्रेसली नै हामीले चाहिँ प्रोभाइड गर्छौँ आज सेल गर्नु छ भने अब हामीले हिजो नै टिपेर नै अब हिजो नै हाम्रो आउँछ किनभने हाम्रो नुवाकोट भनेको डिस्टेन्स पनि लगभग 1.5 घन्टा जस्तो बाटो त्यो भएपछि हाम्रोबाट चाहिँ अलिक फ्रेस प्रडक्ट चाहिँ पाउन चाहिँ पोसिबल भयो मार्केट हाम्रो यता चाहिँ रेस्पोन्स चाहिँ एकदमै राम्रो छ है हाम्रो चाहिँ गरिरहेको लगभग त्यस्तै 1 वर्ष जस्तो नै भयो भनौँ न यहाँ गरेको अनि यहाँ चाहिँ अब मान्छेहरूको रेस्पोन्स चाहिँ के भयो भन्दाखेरि अब ड्रागन चाहिँ अब बाहिर पनि पाउन चाहिँ पाउने बाहिर विदेशी ड्रागनहरू चाहिँ खासै स्वाद नहुने यस्तो कुरा भयो अनि त्यहाँको अब त्यही भएर अहिले चाहिँ अब जस लोकल ड्रागनलाई चाहिँ एकदम मार्केट पाएको छ भनौँ न लोकल ड्रागनले चाहिँ प्रोडक्सन हाम्रो आफ्नै नै हो अब फार्म चाहिँ मेरो अहिले ठुलाबाले हेरिरहेको छ कुमार थापा हो नुवाकोटमा हाम्रो पञ्चकन्यामा हाम्रो फार्म छ फुल टाइम अब यस्तै हो अब उता फार्मलाई चाहिँ ह्यान्डल गर्ने चाहिँ उता सबै सुपरभिजन गर्ने अब सबै त्यो क्रेडिट चाहिँ म ठुलाबालाई नै दिन्छु हाम्रो कुमार थापा अनि अब यता चाहिँ अब लाइक फ्यामिली बिजनेस हो उताबाट ठुलाले हामी यता डेलिभर गरिदिन्छ अनि यहाँबाट हामी मार्केटमा चाहिँ अब सप्लाई गर्ने अब यहाँ मार्केटिङ गर्ने यो चाहिँ हाम्रो काम भयो नि हजुर हामी चाहिँ यतै हुन्छौँ फार्म पनि भिजिट गर्छौँ अब नेसेसरी चेन्जेस के ल्याउनु छ अब होइन अब अरूहरूको पनि फार्म भिजिट गर्ने अब कसले कसरी गरेर आएको छ 3-4 ठाउँबाट सिक्ने गर्ने अब त्यही त हो अब किसानी हजुर पढ्दैछु म अहिले पढेर मेरो ब्याचलर्स नै अब अलमोस्ट कम्प्लिटै भइसक्यो इन्कम सोर्स अब लाइक वान अफ द इन्कम सोर्स भनौँ न अब एउटा माथि इन्कम सोर्समा नि अब लागेर नि भएन तर अब ड्रागनबाट नि इन्कम सोर्स चाहिँ एउटा राम्रो नै छ अब यो गरेको बापत अब यो चाहिँ लङ टर्म प्रोजेक्ट भयो भनौँ न हाम्रो अब यो गरेर अब केही वर्षमै अब फाइदा लिन्छु भन्ने त्यो हिसाबले चाहिँ हाम्रो हुँदैन गर्दाखेरि अब यो चाहिँ लङ टर्म अब जस्तै अब भनौँ अब 10-15 वर्ष अथवा कति हुन्छ त्यसरी जाँदाखेरि चाहिँ यसको फाइदा चाहिँ एकदमै राम्रो देखिन्छ अब हामीले जान सक्ने भनेको बाई प्रोडक्ट्सहरू भयो अब बाई प्रोडक्ट्सबाट जस्तै अब हामीले जामहरू पनि बनाउँछौँ है ड्राई ड्रागन फ्रुट्सहरू पनि बनाउँछौँ अब जस्तै च्याउको सुकुटी हुन्छ नि त्यसरी तिनीहरू बनाउने जाम बनाउने अथवा स्मुदी बनाउने अथवा पछि नै गएर वाइन नै बनाउने हो कि त्यसरी गर्दाखेरि चाहिँ बाई प्रोडक्टमा जाँदाखेरि चाहिँ त्यो चाहिँ बेटर अप्सन होला है त्यो बेला चाहिँ ड्रागन फ्रुटबाट जाने भने चाहिँ बेस्ट अप्सन नै भन्छु म हामीलाई यता र यता हाम्रो अलमोस्ट 50 रोपनी जस्तो छ अनि त्यसमा अब अराउन्ड 3000 पोल्स छ भनौँ न सेटिस्फ्याक्सन चाहिँ हुन्छ नै हजुर